अझ भोलि अगाडि नि भने मोटो हुन्छ नि त भन्छ एक सिजन बाख्रा चाहिँ सेलक्क भए पनि नि बाख्रा फेरि अब पानी हावा पानी सब पचायो भने बाख्राले वनको अलि थोरै भयो भने त बाख्रा अहिले त पहिला धेरै थियो के अरे मेटर घटायो कि नानी धेरै घटाउनु बाख्रा अब यो घटाइ अब केही लाग्दैन आज यसको आमा आएन कालोको यसको त्यही कालो बाख्रा देख्नु मैले दामी बच्छ त हजुर अलगै बल्छ मामाले हिजो बाख्रा खाएर बजेको सुने भन्नुहुन्थ्यो ए हुँ भयो थियो ए साँड त छोदिनमा खाएन आज मासुको घर ल यसो गरेर हात दाना उयो दिँदा झन्काउँछ हाम्रो यो खास चौरलाई बनाएको भने दालै भाँचेर खायो नि अगाउनु दालै छैन जुगा छैन मामा होइन मेटिया छ उँभो लग्दा ल्याउँदा मेटिया बाटो बनाउँदै गएँ बाटो बनाउँदै आएँ त्यही त अघि त बाटो बनाउने फाल्ने हिँड्ने अस्ति हामी मामाले बाख्रा अर्कै ठाउँमा त्यत्रो घन लगाएर होइन र मामा ए घनै बोर्दान भयो गलै बोकेर अन्काइ गर्ने चिज हो के अरे यही बाख्रै हिँड्दाखेरि बाख्राले आशिष दिन्छन् हिजो अस्ति लगाइदिएको त्यो लखडी पनि ल्याएन